स्वागत छ तपाईँहरूलाई पुनः सबै चलाउन च्यानल सदा चाहिँ टिपिकल भिडियोहरू लिएर म आउने गर्छु मेरो चलुङ्गा च्यानलबाट तपाईँलाई थाहा नै छ। आज हाम्रो बगनासकाली 6 लामदिमा भव्य 12 घन्टे कीर्तन सीता राम लक्ष्मण साथै हनुमानजीको मन्दिरमा आज भजन हुन गइरहेको छ। म यहाँ उपस्थित भएको छु। मैले तपाईँहरूलाई के देखाउँछु, कस्तो भजन हुनेछ, कस्तो नाच हुनेछ अनि कस्तो गाना हुनेछ भन्ने कुरा तपाईँहरूले च्यानलमा हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ हाम्रो प्यारो भगवानको मन्दिर हनुमानजीको मन्दिरसँगमा अहिले सीतारामको गराइएको छ। त्यस्तै गरेर अब यहाँ भजन कीर्तन चलेको छ। तपाईँहरू के हेर्नुहुन्छ भन्ने कुरा म तपाईँलाई स्पष्ट भन्छु। मेरो यो सानो चिटिक्कको मन्दिर जहाँ भर्खर वाल उठाइएको छ। पुरानो मन्दिर हो, धेरै पुरानो मन्दिर जहाँ भोपालवासीहरूले आफ्नो केही परिसरमा केही पैसाहरू दिएर यो मन्दिर बनाउनु भएको थियो। यहाँ प्रत्येक वर्ष रामनवमीका दिन भजन कीर्तन साथै रमाइलो पूजाआजा गर्ने गरिन्छ। र तपाईँलाई के हुन्छ कस्तो हुन्छ भन्ने कुरा मैले मेरो च्यानलमा देखाउँछु। कृपया कतै पनि नभएर मेरो च्यानललाई हेरिदिनुहुन्छ, लाइक सेयर सब्सक्राइब गर्नुहुन्छ भने आशा छ। बागैको झाला नाजाबे ताजेन्जा
तपाईँहरूसँग फेरि उपस्थित हुनेछु छेलुङ्गा च्यानलबाट। तबसम्मका लागि प्लिज मेरो च्यानललाई सेयर सब्सक्राइब र लाइक गरेर नबिर्सिनु होला भन्दै अहिले यो भिडियो यही अन्त्य गर्छु। पुनः यस्तै भिडियो लिएर आउँछु। स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, भगवान्ले सधैँ सबैलाई कृपा गरौँ भन्ने आशाको साथ म मेरो भिडियो अन्त्य गर्छु। ओके, बाई बाई, टेक केयर।